होला सम्पूर्णमा नमस्कार। हामी फेरि पनि यो कर्णालीको तिरमा यसो रमाइलो गर्नको लागि आज हामी दाजु दुईटा दाजुको साथमा म पनि कृष्ण दाजु देखेर यो कर्णाली चिसापानीको यो छेउतिर आएका छौँ हामी। यो साह्रै रमाइलो छ, हेर्नुहोस् कर्णालीको यो छेउछाउ उतातिर डाँडाहरू एकदम रमाइलो रमाइलो छ। यो साह्रै रमाइलो कर्णाली बगिराखेको छ यतातिर, साह्रै रमाइलो छ। हामी छोटो भिडियोहरू बनाउने छौँ यतातिर यो ड्याम छ हेर्नुहोस् है, साह्रै रमाइलो छ यो कर्णाली चिसापानीको यो दृश्य। तपाईँहरू कस्तो लाग्छ कमेन्ट गर्नु होला। एकदम रमाइलो छ यहाँ, माथि निलो आकाशमा तल हरियाली वन जङ्गलहरू, साह्रै रमाइलो छ। हेर्नुहोस् एकदम पहाडको झगलको आउने गरेर यो रमाइलो छ साह्रै। आज कहाँसम्म जाँदैछौँ दाजु हामी? हामी जमरासित परियोजनाको अवलोकन गर्दैछु। म चाहिँ यहाँ आइरहने मान्छे सबै यो हाम्रो त पहिलोचोटि हो यतातिर, हामी आएका थिएनौँ। यो पहिलोचोटि हो, साह्रै रमाइलो रहेछ, त्यही भएर एकदम खुसी लाग्यो। दाजुले देखाउनु भयो यतातिर, दाजुलाई पनि धन्यवाद छ। यो हेर्नुहोस् बाँदरहरू पनि रहेछन् त यता। यो धानी जमराको यो सिँचाइ कुलो, यो हाम्रो यो दाजु कहाँसम्म पुगेको छ अहिले यो कुलो? यो लम्की टिकापुरसम्मको लागि अहिले लम्कीको छेउतिरबाट माथि धानी जमरा सिँचाइ परियोजनाको यो कुलो सिँचाइ कुलो हो। यो साह्रै रमाइलो छ यतातिर घुम्नको लागि। यो हेर्नुहोस् ड्याम, यतातिर ड्यामहरू यता चाहिँ कर्णालीतिर डाइभर्ट गरिएको रहेछ बढी मात्रामा भयो भने, त्यही भएर एकदम साह्रै रमाइलो छ। यो पानी लगभग त्यो मात्रा छ अहिले धेरै, एकदम रमाइलो, एकदम खुसी लाग्यो। यो धेरै रमाइलो छ। ल सबैजनाले हेरिदिनु होला, हामी फेरि पनि भिडियो हाम्रो बन्ने छन्, तपाईँ पनि हेरिदिनु होला। धन्यवाद है सबैलाई।